लमजुङ जाने भनेर मक्ख परेर जाँदा 80,000 को फट्का लाग्छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ हैन। हामी घरबाट जाने बेलामा चाहिँ मक्ख परेर घुम्न जाने हो, डुल्न जाने हो, एउटा सानो काम हो त्यो भ्याउने अनि मजाले सहर घुमेर आउने भन्ने सोचले गएको थियौँ है। अनि जे सोचले गएको थियौँ त्यो हुँदै भएन के। वहाँ गएर गइसकेपछि कुरा अर्कै नै मिल्यो। यहाँबाट जाँदा चाहिँ के कत्रो ठुल्ठुलो पहाड कि अनि जुन चाहिँ हामी जाने भनेको बेसी सहरको बाटो थियो त्यो बेसी सहरको बाटोमा चाहिँ पहिरो गएको भएर हामीले लङ रुटको बाटो पर्यो हैन। अनि फस्तोरी गएको सोच्दै खोज्दै जाँदा डाँडा कति धेरै डाँडा चढेर जानु पर्यो हैन। अनि त्यस पछाडि धन्दा हामीले बाइक लगेको थियौँ न, हामीलाई सजिलो भयो। अनि वहाँ गइसकेपछि काम बन्छ भनेको कहाँ बन्नु। 80,000 को फट्का लाग्यो हिजो र आज 80,000 को फट्का लागेर 1,60,000 मा हामी डुबेको छौँ। अब भोलि पनि हामी फेरि जाँदैछौँ र नयाँ नयाँ भिडियोजहरू लिएर आउँदैछु। अनि त्यही हो, बाइकले चाहिँ कति पनि धोका दिएन। हामीले 20 मोडलको हाम्रो आफ्नै आराम लिएर गएको थियौँ, एकचोटि पनि धोका दिएन। यस्तो बाटो थियो, हिलो नाला गाडागुडी जता सुकै लडेम गुडेम, तर एकचोटि पनि धोका दिएन। त्यही हो ठुलो कुरा चाहिँ। अनि लमजुङको बाटो चाहिँ क्या दामी रहेछ। कुनै कुनै ठाउँ त अब डाँडातिर त त्यस्तै नै हो, तर बाटो त दामी रहेछ। नि मैले सोचेँ चाहिँ बेसी सहर चाहिँ यति सानो सहर होला, गाउँ जस्तै होला भने थिएँ। ओ माई गड, बेसी सहर यति ठुलो छ भने मैले इमेजिन पनि गरेको थिइनँ। जाँदा बाइक यस्तो चिटिक्क राम्रो थियो, आउँदा चाहिँ यस्तो हालत भएको थियो। पेट्रोल नपाएर फेरि हामी चाहिँ डुम्रे निस्केर डुम्रेमा पेट्रोल हालेर बल्ल घर आएको। बा